म परदेश हिँडेँ आमा भात खाएर जाए भन्थिन् मलाई भातको सित्तै हाल्न मन थिएन। म परदेश हिँडेँ आमा भात खाएर जाए भन्थिन् मलाई भातको सित्तै हाल्न मन थिएन। भोकै हिँडेँ। घरै अगाडि ट्याक्सी आयो। 25 किलोको झोला र 60 किलोको ज्यान बोकेर म घरदेश छाडेर परदेश हिँडेँ। बाबु अनुहार मलिन थियो, आमा रुँदै थिइन्, बच्चाहरू बाइबाइका हात हल्लाइरहेका थिए। अब सबैको अगाडि रुन सकिनँ, आँसु लुकाएर हिँडेँ। एयरपोर्ट गेटभित्रै छिर्न लाग्दा ट्याक्सी ड्राइभरले सोध्यो, दाइ अब त थुप्रै पैसा कमाउनुहुन्छ होला है? उसका सवालका जवाफ थिएनन्। म चुपचाप उसको मलिन जवाबलाई जवाबदेही बनाएर घरदेश छोडेर परदेश हिँडेँ। चुपचाप एयरपोर्ट गेटभित्र छिरेँ। आफन्तीले लगाइदिएको माला अनि खाता पुलिसले खोल्न भन्यो। मैले ती मनका भक्कानिएका मन अनि सपनाहरू त्यहीँ छोडेर हिँडेँ। आमा भन्थिन्, घोडालाई खुवाएको र छोरालाई खुवाएको खेर जाँदैन। आज त्यही भयो मेरो जीवन। आधा सङ्घर्ष आधा बाँकी जीवन उत्तराधिकारीमै बित्ने भयो। घरको सम्पूर्ण बोझ मैले सम्हालेँ। बुवाले आफ्नो कहाँ छोड्न बिर्सिएनन्। मेरो सपनामै सीमित रह्यो। जहाँ मैले लोकसेवा पास गर्ने मेरो सपना पनि अधीनमै रह्यो। खाता र भकानिएको मन एयरपोर्टमै छाडेर परिवारको खुसी किन्न आफ्नो शरीर बेच्न म घरदेश छाडेर परदेश हिँडेँ। आमा तिम्रा ती सपनाहरू, आमा तिमीले सिकाएका ती अझुट शिक्षाहरू कहिले बिर्सिन्न। सपनामा सीमित रहने ती आकाङ्क्षाहरू कहिले बिर्सिन्न। तिमीले भन्थ्यौ नि मेरो छोरा ठुलो हुन्छ अनि मेरा सपनाहरू पुरा हुन्छन्। आज त्यो सपनाहरू पुरा हुनकै लागि म घरदेश छाडेर परदेश हिँडेँ। बा तिमीले ठुलै सपना देखेका थियौ मेरो लागि। आफ्नो काँध डाउमा राखेर खुट्टामा ठेस लाग्दा पनि मेरा सपनाहरू सपनामै सीमित ठानेर आज म यो घर छाड्नु परेको छ, म यो स्वदेश छाड्नु परेको छ। विदेशको त्यो पहल महल मलाई के चाहिन्थ्यो र? आफ्नै स्वदेशमा ठुला सपनाहरू बोकेर यहीँ गर्ने मेरो इच्छा थियो।